हामी हिजो अम्लिलीसम्म बास बस्यौँ, त्यहाँदेखि हामी आयौँ, त्यहाँदेखि थाङ्गेनमा खाना खायौँ र त्यहाँदेखि माथि चाहिँ अलि असहज भयो, हामीले असहज वातावरण भयो र पानी अलिअलि सिमसिम पनि परिरहेको थियो पानी। अनि त्यसै गर्दै हामी बेलुका यहाँ हाम्रो ग्याब्लामा आइपुग्यौँ। ग्याब्लामा बास बसेर आज चाहिँ फेरि माथि बिहानै उकालो लाग्दैछौँ गुङ्सा भन्ने ठाउँमा पुग्नुपर्ने। हामी यहाँ ग्याब्ला भन्ने ठाउँमा बास बसेको ठाउँ चाहिँ म देखाउँछु र यो चाहिँ किचन हो, हाम्रो खाना खाने ठाउँ र यता चाहिँ हामीले सुत्ने रुम, यो घर हो र यहाँ कोठा हो र यहाँ चाहिँ हाम्रो महिलाहरू यहाँ सुत्नुभयो नाटेर। अनि त्यहाँदेखि हाम्रो तर्खर गर्दै हुनुहुन्छ माथि उकालो लाने। अब गुङ्सा भन्ने ठाउँमा पुग्नुपर्ने भन्दै हुनुहुन्छ र लाग्दै हुनुहुन्छ, भुवारी बोकेर हिँडिसक्नु भएको छ। अनि यो फोक्ताङ यात्रा जाने बाटो हो, यहाँ माथि जानुपर्छ। यो हिउँ पनि परेको रहेछ अलिअलि र आज राति अलि सिमसिम पानी पनि परेको थियो र पनि अहिले बिहानको मौसम चाहिँ एकदम सफा भएको छ र हामीले खुसी लागेको छ र माङले पनि साथ दिएको जस्तो छ। माङको प्रार्थना गर्दै हामी उकालो लाग्दैछौँ र माङले साथ दियोस् भनेर हामीले चाहिँ प्रार्थना गरेको छौँ। र हले भन्ने ठाउँमा यहाँ चिया खाँदै गरेको दृश्य हो अहिलेको। चिया पकाउने बहिनी हुनुहुन्छ, बहिनी हो। महिना आज 17 गतिको दिन बिहान 10 बजिसकेको होला। त्यतिबेरको समयमा यहाँ पानीले भिजाएर प्लास्टिक ओरेर उकालो जाँदैछौँ। पानीको झरीमा हामी यात्रा चाहिँ जारी नै छ, यात्रा गरिरहेको छौँ। हिमाल जानुको लागि के पाउनु न के घुमाउनुको लागि यहाँ हामी पानीको झरीमा भए पनि उकालो चढिरहेका छौँ, उकाली हिँडिरहेका छौँ, जाँदैछौँ। उकाली र उराली गर्दै भन्ज्याङ चौतारी बिसाउँदै पसिना पुस्दै र अगाडि बढिरहेको। अहिले यो फलेक भन्ने ठाउँमा खाना खाएर रिस गरेर बसेको छौँ। यी सुन्दर डाँडाकाँडाहरू देखेर यस्तो रमाइलो दृश्य देख्न सकिन्छ, रमाइलो लागिरहेछ, एकदम रमाइलो। अहिले मौसम सफा पनि भइरहेको छ, मौसम एकदम सफा छ। अलि अगाडि चाहिँ पानी परेको थियो, पानी परेर अहिले चाहिँ पानी चाहिँ रहेको छ। त्यस कारणले अहिले चाहिँ दृश्य चाहिँ राम्रो देखेछ। यहाँ अलि मौसम सफा भएको छ र यहाँ डाँडाकाँडाहरू देखिरहेछ। गुङ्सा भन्ने बजारमा हामी हिजो यहाँ आएर बास बसेको थियौँ। अनि हिजो बेलुका पनि तान्चु हिँड्छु पाठ पूजा सेवा लगाएको थियौँ र यहाँ अहिले पनि यहीँ बास हुनेछ। यहीँ बास बसेर भोलि फोक्ताङलुङ फेदीमा जाने क्रम जारी नै ठुलो रहेछ र त्यही भएर हजारे ओडार भन्नुभएको रहेछ। यो यामासतिर हिउँहरू झरेको छ, हिउँपात भएको छ। यो यसरी हिमाल लगभग आज 32 जनाको टोली यहाँसम्म हामी आइपुगिसकेको छौँ। यो हजारे ओडारमा आज हाम्रो बास यहीँ बस्दैछौँ, यहाँ हुँदैछ हाम्रो बास चाहिँ। अनि यसको हजारे ओडार वारिपारीको दृश्यहरू यहाँ पारी हिमाल, यहाँ हिउँ झरेको छ र यहाँ सुन्दर दृश्य यसो देखिरहेको छ। हाम्रो यसरी हाम्रो बास हुँदैछ। यहाँ हाम्रो भारीहरू बिसाउनु भएको छ र भारी बिसाएर यहाँ बिसाउने बस्नुभएको छ। यहाँ यसरी यहाँभित्र चाहिँ हाम्रो फ्ल्याग राखेर फर्किँदै हुनुहुन्छ नि। तपाईँ माथि जान सक्नु भएन नि? सकिँदैन जस्तो लाग्यो होइन? तपाईँले लेख लागे जस्तो छ होइन? ए ल तपाईँले लेख लागेछ, त्यस कारणले तपाईँ जानु सक्नु भएन माथि फोक्ताङलुङ यात्रा तीर्थ यात्रा। तपाईँ माथि फोक्ताङलुङमा फेदीसम्म पुग्नु सक्नु भएन। अब यहाँदेखि तपाईँ फर्किँदै हुनुहुन्छ नि होइन? ल तपाईँ फर्किनु राम्रोसँग। सुकसलाई तपाईँ तौला अब आराम साथले फर्किनु होला भन्न चाहन्छु म चाहिँ। ल शुभ यात्रा, शुभ यात्रा। भक्तजनहरू माथि अब फोक्ताङलुङको फेदी
तीर्थयात्राहरू अब यहाँ हिँड्नले सुरु भइसकेको छ। यहाँ आफ्नो भारीहरू यहाँ मिलाउँदै भारी कसैले बोकेर हिँड्नु थालेको छ र हामी आज यहाँ हजारे ओडारबाट हामी माथि फोक्ताङलुङ फेदीसम्म तीर्थयात्राहरू अब हामी हिँड्न तम तयारमा भइसकेको छौँ। अब बाटो लागिसकेको छ, पारीसम्म भारी प्राय बिसाइराखेको छ र हामी अब उकालो लाग्ने क्रम भइरहेको छ र यी हिमाली दृश्यहरू हेर्दै अब यसो एकदम खुसीका साथमा उमङ्गका साथमा उकालो अब हामी लाग्ने छ। चाहिँ कति वर्षको हुनुहुन्छ? 62। अनि नाम चाहिँ के होला? दिलकुमारी कन्दवा। दिलकुमारी कन्दवा। ए तपाईँको घर चाहिँ? मेरो तल मरङको बङ्गला अरे। ए ल ल त्यसै भएर अब तपाईँको तराईको मान्छे हुनुभएछ अनि त्यस कारण पनि तपाईँले लेख लागेको होला, त्यही भएर अलिक तपाईँले नसक्नु भएको होला र पनि तपाईँले यहाँसम्म हजारे ओडारसम्म चाहिँ तपाईँले दुःख कष्ट गरेर यहाँसम्म चाहिँ आइपुग्नुभयो। त्यहाँदेखि माथि चाहिँ अलिकति केही मात्रामा तपाईँले असहज भएको छ होइन? बिराम चाहिँ के होला तपाईँको? ए उल्टी भएको। अनि पहिले रोग चाहिँ के थियो होला? रोग चाहिँ ग्यास्ट्रिक मात्रै हो। ए अलिकति तपाईँको स्वास्थ्य राम्रो नभएको हुनाले चाहिँ तपाईँ चाहिँ यहाँबाट अब फर्किँदै हुनुहुन्छ। ल ल तपाईँ फर्किनु राम्रोसँग शुभ यात्रा भन्न चाहन्छु। म सन्तबहादुर क्रुम्बाङ बिदा माग्न चाहन्छु। सेवारो।